एउटा भए पनि लागे आजको चाहिँ एउटा भए पनि लागे यत्रो 400 रुपियाँको काटेको छु हो यो चाहिँ लाग्यो भने चाहिँ लु 80 यसमा पनि साह्रै कस्तो 2 आएको भए चाहिँ लाग्थ्यो कि 5 आएछ यो पनि लागेन अर्को लागेको छ कि कतै हेरौँ त ला यसमा पनि लागेको छ जस्तो त छैन हो आजको लु यत्रो 400 रुपियाँ खेर गयो जस्तो चाहिँ अब यस भाइ यस दा ठिकै छ अनि एकदम दा ठिकै नि हौ अन्त के चल्दैछ हेर्नु नि दा आज यहाँ लट्री काटेको हो यी 400 को काटेको के न के नि हेर्नु नि एउटा पनि फसेन रहेछ नि हौ दा मेरोमा पनि छ एकछिन ल कति 6 बजीको है हो नि दा ए तपाईँले पनि काटेको छ हेरौँ न रिजल्ट मेरो पनि हेरौँ त लु दा हेरौँ त तपाईँको पनि लु कति 6 बजीको होइन दा 6 बजीको ए छैन जस्तो छ है दा खोइ एकछिन ल दा हेरिदिन्छु साह्रै छ जस्तो लागेन है लु दा यो पनि तपाईँको पनि ओहो बढेन छैन रहेछ नि दा लु ठिकै छ अब कति 8 बजीको काट्नुपर्छ हौ जाने अब यत्रो 400 को काटेको जुङ दा अब 8 बजीको काट्नुपर्छ होला 8 बजीको काट्दिनु ल 8 बजीको पनि काटिरहेको मेरोमा अर्को पनि छ हौ कुन चाहिँ हो अर्को रोलेट पनि काटिरहेको छु कि योमा हेर्नुपर्ने छ अर्को काटिकिन हुन्छ नि त 8 बजीको रुम रेन्ट तिर्नुपर्ने दोकानको बाँकी तिर्नुपर्ने पैसा सबै लट्रीमा हानिहाल्यो के गर्नुपर्ने हो यो लट्रीले पनि खतमै बनायो हेलो साथीभाइ यो भिडियो बनाउनुको मोटिभ चाहिँ एउटै मात्रै हो के भने चाहिँ अब तपाईँहरू लट्रीमा चाहिँ एडिक्सन नहुनुहोस् होइन अब लट्रीमाथि चाहिँ अब खेल्नु नखेल्नु त हामी भन्नु सक्दैन त्यो त तर अब तपाईँहरू त्यसमा एडिक्सन चाहिँ नहुनुहोस् अब यो भिडियोको मोटिभ चाहिँ त्यही थियो होइन अन्त त्यही हो अब गाइस यसमा चाहिँ है अब एकदमै एडिक्सन चाहिँ लाउनु हुँदैन अब खेल्नु नसक्नु अब खेल्नु नखेल्नु त हामी केही भन्नु सक्दैन तपाईँहरूलाई है तर अब यो चाहिँ नखेलेकै राम्रो अब यो खालको घटनाहरू त हुनु सक्दैन होला तर अब यस्तै अब कस्तो कस्तो घटनाहरू हुनसक्छ है लट्रीले गर्दा एउटा फाइनेन्सियल क्राइसिस भयो एउटा फ्यामिली प्रब्लम भयो सबै हुनसक्छ है